ला बम पर्यो अहिले चाहिँ हामी बाबा मन्दिर निस्किँदैछौँ So yes guys, this is the place I was talking about. आइपुगेको छौँ बिचान थिम्पू यहाँ So कस्तो लाग्यो तपाईहरुलाई थिम्पू Guys, I'm finally Lingdam checkpost आइपुग्यो Hi everyone, this is Anjali and again welcome back to my channel. So this time I'm actually making a vlog. So yes, म चाहिँ यहाँ ready भइरहेको छु guys. Let me show you my outfit. कति टाइम बादमा मैले vlog गर्दैछु है and quite excited. इनको कपाल चाहिँ मिलेकै छैन हौ. So आज चाहिँ हामी कहाँ जान आँटेको छ भन्ने चाहिँ म अहिले भन्दिनँ guys. So हामी चाहिँ बिहान कति 5 बजे उठेको थियो. अनि त्यहाँदेखि 6 बजे हिँड्ने भनेर चाहिँ हैन. अन्त हामी चाहिँ बिहानै उठेर रेडी भएर पर्खिरहेको छ 7 बज्न आँटे गाइज हैन. मैले ढाँटेको हुन्छ यहाँ पछाडी हेर्दा पनि हुन्छ 7 बज्न आँटेको छ अनि आइपुगेको छैन है ग्रुप चाहिँ. सो यस हामी चाहिँ यहाँ पर्खिरहेको छौँ. अब हामी रोडमा निस्किन्छौँ अनि रोडमा गएर बस्छौँ होला. सो स्टे ट्युन. अहिले गाइज हामी चाहिँ यहाँ घरबाट निस्केको एन्ड जस्ट लुक एट द वेदर. इट्स टु हरेबल. आइ एम राइट हियर. सा तपाईले एउटा हिन्ट दिइहाल्छु हामी चाहिँ घुम्नु गएको एन्ड कहाँ गएको त्यो चाहिँ अहिले भन्दिनँ. सो तपाईहरुलाई लेटर अन तपाईहरुले याद पाइहाल्नुहुनेछ. अनि मलाई चाहिँ यो जग्गा एकदमै बेसी भिजिट गर्नु मन थियो नि त. सो त्यसले गर्दाखेरि चाहिँ आइ एम गोइङ विथ द भेरी न्यू पिपल. एकजना मात्रै चिन्छु मेरो स्टाफ साथी. सो उसको गाउँको भाउजूहरूसँग चाहिँ गएको भनौँ न अब यहाँको. So let's see. सबैजना नयाँ छ हो. यो चाहिँ मेरो हस्बेन्ड. Let's go. So guys, हामी कहाँ आइपुगेको छ? रोङली आइपुग्न आँट्यौँ. ए हामी चाहिँ रोङली आइपुग्न आँटेको रहेछ. So गाडी चाहिँ यहाँनिर छ हो. यो लास्ट सिटमा बसेको थियौँ नि त. अम्बो कसम यस्तो यहाँसम्म आइरहेको छ कि हौ. बानी हट्दैछ गाडीमा बस्ने. अनि त्यहाँदेखि माथि लास्ट सिटमा झन्डै मर्यो. म तपाईँहरूलाई यहाँको हाम्रो ग्रुपको मेम्बर देखाउँछु ल. नम्बर 1 कमै हेर 2 यहाँ गाडी भाडा यहाँ चाहिँ हाम्रो गाडी भाडा एकदम उयो हुँदै रहेछ हौ. कलेक्ट हुँदै रहेछ यहाँनिर. यहाँ त अन्त गर्नु पर्यो नि. यहाँ हेर Guys, I'm finally Lingdam checkpost आइपुग्यो. टाइम कति भयो भन्दै न त्यो. टाइम यहाँ checkpost हो. यहाँनिर सबैजना. हामी कहाँ पुग्यो? इधर है हम अभी. जलुखे आधा रास्ता. के पो भन्दै थियो? जिगज्याग पोइन्ट के हो? जिगज्याग पोइन्ट. म चाहिँ यो यता चाहिँ म फर्स्ट टाइम आएको नि त. सो मलाई याद छैन यता साइडको. सो हामी चाहिँ यहाँनिर जिगज्याग पोइन्टमा बसिरहेको छ अहिले. बट साडली केही देख्दैन उसैले गर्दा. नेटली पर्यो. ला बम पर्यो. त्यस्तो लाग्यो चाहिँ यस्तो छ यहाँनिर फगी टाइममै. दिस इज द वेदर कन्डिसन अफ I think it's Joluk. We are somewhere in Joluk. यहाँ खावा दावा टाइम चल्दैछ साथी हो सबैजनाको. भर्खर यहाँ कुहिरो खोलिँदै थियो कि तर फेरि अब कहाँ जानु पर्यो? अब कहाँ हो? खै त अन्त कोही मान्छे पनि देख्नु छोड्नु आँटिसक्यो. ग्राउन्ड भने ग्राउन्ड उयो पर गुम्पाको होइन उयो हो गेट. मेरो हाल देखेर यहाँनिर सोच्दा होला कति चिज होला भनेर. सो कतिजनाले त गेस गरिसक्नु भयो होला कि हामी कहाँनिर आएको भनेर. किरण देख्दैछ किरण बाटो नि. सो हामी चाहिँ कहाँ आएको भनेर एकछिन पहिला पुगिहाल्नुहोस् त्यहाँदेखि भन्छु ल. सो यस गाइज दिस इज द प्लेस आई वाज टकिङ अबाउट. सो फाइनली हामी चाहिँ आइपुगेको छ नाथङ. गुम्पाको डिजाइन कहाँको गुम्पाको डिजाइन अरे थिम्पू.
एक्ज्याक्टली चाहिँ याद भएन भाइलाले भन्दैछ अनि कर्मले भन्दैछ त्यसको बेसिसमा मैले पनि भन्दैछु अब उयो गर्नुपर्ने रहेछ सो फाइनली गाइज हामी चाहिँ आइपुगेको छौँ बिचान थिम्पू यहाँ सो कस्तो लाग्यो तपाईँहरूलाई थिम्पू त कस्तो राम्रो देखेको है हौ हेर न उहाँ पर होला हौ दर्शन गर्ने चाहिँ तर खासमा चाहिँ हामी चाहिँ झुकेको है हामी चाहिँ यहाँनिर दर्शन गर्ने भनेर आएको हो कि गुम्पा चाहिँ यहाँ पर रहेछ हामीले चाहिँ दुईटामा चाहिँ अप्सनमा राखेर अब फर्स्टमा चाहिँ यो जाउँ यो दामी देख्यो भनेर आएको कि तर यो चाहिँ जस्ट उयो मात्रै रहेछ अब जस्ट सोको लागि तर जानुपर्ने चाहिँ उपर रहेछ नि त अब चाहिँ गाइज हामी यहाँनिर बाबा मन्दिर आइपुगेको छ हामी चाहिँ त रङदिउ कालो हुँदै आएको फतम ट्रेनबाट जुलुक रुट स हामीले नथुङ कभर गर्यो अनि हामी यहाँनिर अब चाहिँ माथि माथि आउँदैछ अहिले चाहिँ हामी यहाँ बाबा मन्दिर निस्किँदैछौँ यो चाहिँ कति बेला सक्छ होला है कति बजीको हालत त्यो पनि बताइदेऊ न कति बजी अहिले 7 8 बज्छ होला कति भइरहेको त आठ बज्न आँटेछ